हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई है। म चाहिँ अहिले ड्युटीको लागि लागे। भेरी गुड मर्निङ एभ्रीवान, अल अफ यु सबैजनालाई है। म चाहिँ अहिले भर्खरै निक्लिसके होटलको लागि। हजुरहरु के कस्तो हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ स्वस्थ र व्यस्त रहनु होला। अहिले म निक्लिसके। जय भोलेनाथको नाम लिँदै आफ्नो त जिन्दगी यस्तै छ। अनि हजुरहरु के कस्तो बनाउँदै हुनुहुन्छ दिवाली, अनि हजुरहरुकोतिर के कस्तो बनाउँदैछौ हैन। आफ्नो त यस्तै छ। अहिले होटलको लागि लेट भइसके, निक्लिनु पर्यो फटाफट। मेरो फ्यामिली चाहिँ घर गएछन् हैन, छोरा अनि मेरो परिवार, हाम्रो बहिनी अनि मेरो भाइ बौरानी सबैजना यिनीहरू हिजो घर गइसके। आज दिल्ली पुग्दैछन् होला सायद हैन। दिल्लीबाट फेरि तिनीहरू गाडी बुक गरेर निक्लिने होला छन् घरको लागि। बाहिर देशतिरबाट पनि दाइ पनि आथे हैन। हाम्रो सालाको जेठान के हाम्रो दाइ परे नि त हैन। उहाँ दाइ पनि बाहिर देशबाट आउँदै हुनुहुन्थ्यो। दिल्ली एयरपोर्टमा ल्यान्डिङ भइसकेको थियो बिहान। उनी क्वालिस बुक गरेर त्यहाँबाट तिनीहरूलाई ड्रप गर्नको लागि निक्लिसकेछन्। बिहान 7-8 बजेतिर 8 बजे एयरपोर्टमा आइसकेका थिए। एयरपोर्टबाट तिनीहरू ड्रप गरेर तिनीहरूलाई पिकअप गर्छन्। पिकअप गरेर फेरि तिनीहरू साथमै नेपालको लागि निक्लिनेवाला छन्। अनि तिनीहरूको पनि ह्याप्पी जर्नी। सबैजना जहाँ पनि हुनुहुन्छ स्वस्थ र व्यस्त रहनु होला, यही नै भन्न चाहन्छु। राति चाहिँ फेरि यस्तो धुमधडाका हुन्छ नि, हेर न यो पटकाले पुरै। राति फेरि आउँदाखेरि पटाका डाम 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 मात्रै गरेको। रोड हेर न कस्तो गन्दा भएको। बिचरा झाडु मार्नेवालालाई धेरै गाह्रो परेछ त। ए सुरतमा अरू सबै चिज छ के, जता पायो त्यताबाट गाडी भसा हालिदिन्छन् के। दिक्कत यहाँ छ सबैभन्दा ठुलो। त्यही भएर साथीहरू जो पनि आउँदाखेरि है हेलमेट हालेर मात्रै हिँड्नु है। हिजो चाहिँ मेरो फेरि रकेट चाहिँ सालेको मुखैबाट गयो के। अलिकतिले बाँचेछ फेरि मिस्टेक भएर भने। उता मैले सट्ट काँच तल गरेको थिएँ, उतातिरबाट पटाका पड्किन देखे भयो। मैले पटाका पड्किन लाग्यो भनेर मैले हेलमेटलाई सट्ट काँचलाई तल गरिदिएको। अनि बल्ल बाँचे भने, नत्र भने त मेरा सिधै खोपडीमा गोली हानेजन भइहाल्थ्यो कि हिजो त मा। त्यही भएर साथीहरू फुल केयर भएर गाडी चलाउनु होला है। आफ्नो सेफ्टी आफूले गर्नुपर्छ हैन। अनि अब दिवालीको टाइम छ, अब कसलाई भन्ने कसलाई नभन्ने। पटाका तैँले यस्तो गरिदियो भन्न मिलेन केटा हो। अब सबैले आफ्नो आफ्नो रमझम गरिरहेका हुन्छन्। त्यही भएर आफ्नो केयर आफूले गर्ने हो केटा हेर। बाहिरको मान्छेले कसैले केयर गर्दिन्न, आफ्नो केयर चाहिँ आफूले गर्नुपर्ने हुन्छ। त्यही भएर अनि एकदमै सेफ्टीमा रहनु होला है। यही नै भन्न चाहन्छु हजुरहरूलाई। आफ्नो सेफ्टी चाहिँ आफूले गर्नुपर्छ हो कि नै। त्यस्तै छ भनौँ। अनि हजुरहरू यो भिडियोलाई कुन कुन ठाउँबाट हेरिराख्नु भएको छ हैन, अनि कमेन्ट गरिदिनु होला है कमेन्ट बक्समा। मलाई पनि त थाहा हुनु पर्यो नि मेरो भिडियो कहाँसम्म पुग्यो रहेछ भनेर, मलाई थाहा हुनु पर्यो। त्यही भएर हजुरहरूले कमेन्ट बक्समा कमेन्ट चाहिँ जरुर गरिदिनु होला है। यता चाहिँ फेरि मेट्रोको लाइन बनिरहेछ हैन। अब हेर न गाडीहरू फेरि खतरा आउँछन्, खतरा भने जताबाट तताबाट झ्यापकी झ्याप हालिदिन्छन् फेरि गाडी पनि। ट्राफिकको रुलै गर्दैनन् केटाहरूले। त्यस्तै छ।
आफ्नो त यस्तै छ केटा हो जिन्दगी, कहिले घाम कहिले छाया भने जस्तै छ हैन। अब हेर न इन्डियातिर यसरी अब यो मेट्रोको लाइन बन्दैछ, मेट्रोको लाइन बनिसकिरहेछ। अब माथि त बनिसक्यो सबै, अब खालि यो स्टेसनमा चाहिँ अलिकति काम बाँकी नै छ, त्यही भएर स्टेसन अब बन्दैछ। ब्रिज चाहिँ सबै रेडी भइसकेको छ। हाम्रो उतातिरको फेरि है अडाइजनतिरको भाग सुरतबाट हो, म अडाइजनतिरको माथिको भाग चाहिँ भइसकेको छ। अब अलिकति कहीँनिर बाँकी छ, धेरै जसो भइसकेको छ, अब कम बाँकी छ कि नै त्यस्तो छ। म चाहिँ सुरतबाट हो फेरि है। अनि कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट चाहिँ जरुर गर्नु होला, किनभने मलाई नि थाहा हुन्छ नि त हैन मेरो भिडियो यहाँसम्म पुग्दो रहेछ भन्ने। अनि हजुरहरूप्रति म यस्तै ब्लगहरू फरक ठाउँका ब्लगहरू पनि म लिएर हजुरप्रति आउने नै छु। अहिले दिवालीको अफरमा यस्तो भाँडाहरू बाटोमा राखेका हुन्छन् क्या, चुल्हाहरू पनि अफर चालु छ त अहिले त मजासँग। ठुलो सामानहरूमा पनि सानो सामानमा पनि अफर चलेको छ दानादान। म चाहिँ अहिले साथीहरू 2 मिनेटमा होटलमा पनि पुगिहाल्छु। अनि मन पराउनु हुनुहुन्छ भनेपछिमा हजुरहरूले लाइक कमेन्ट सेयर चाहिँ अवश्य गरिदिनु होला हैन। म चाहिँ फेरि गल्लीबाट हिँड्छु क्या, फेरि रोडबाट गयो भने फेरि त्यहाँ फेरि ट्राफिक धेरै हुन्छ, त्यही भएर म गल्लीबाट सिधै निक्लिजान्छु। सर्टकट पर्छ नि त मलाई होटल पुग्नलाई, एकदमै सर्टकट हुन्छ। अब मेन रोडबाट गयो भने फेरि ट्राफिकको रुल्स फलो गर्नु पर्यो। फलो गर्दा 1 मिनेटका लालबत्ती लागेका हुन्छन्। अब त्यो लालबत्तीमा रोक्दा गऱ्यो भने मलाई आधा घन्टा पुरै लाग्छ फेरि होटल पुग्नलाई। म यो बाटो हिँड्यो भनेपछिमा म 7-8 मिनेटमा पुगिहाल्छु। फेरि 8 मिनेटको बाटो कहाँ, आधा घन्टाको बाटो कहाँ, त्यही भएर म गल्लीबाट सट्ट हिँडिहाल्छु। फेरि यत्रो ट्राफिक पनि हुँदैन, यत्रो झमेला पनि हुँदैन, त्यही भएर सट्ट म निक्लिहाल्छु। म पुगेँ अहिले जगतनागाको हाइवे रोडमा। हेर सट्ट हाइवे रोडमा पुगिसकेँ। अब यसको उतातिर मेरो होटल आयो, ठक्कै होटलमा यो सर्कल भइहाल्यो। नहर पार भइसक्यो। यो चाहिँ मेरो होटल हैन, यो चाहिँ होटल हो। अनि यता चाहिँ अब मैले गाडी पार्किङ गर्छु टक्क, अनि म चाहिँ निक्लिन्छु अब माथि। यता मेरो गाडी चाहिँ पार्किङ। अहिलेलाई यति नै।